गुड आफ्टरनुन सबैजनालाई। मैले चाहिँ नयाँ बाइक लिएर आइसकेको छु च्यानलमा। डिलियम पुरानो बाइक हो, कन्डिसनमा चाहिँ छैन। यो एउटा ग्यारेजको बाइक हो, भर्खर साथी ल्याएर चाहिँ अनि यसो चलाउन त भनेर आएको। फ्रेस कन्डिसनमा भएको चाहिँ तर मजा भन्ने चाहिँ चलाउन, तर छैन। अनि मैले चाहिँ नयाँ बाइक हालिछु आज, अनि त्यही टेस्ट पनि गर्नलाई एक सर्ट कुदाउनु पर्यो। बाइक त च्याप्पिन्छ क्या। ल खै त्यसको किल स्विचै नरहेछ, सेल्फ मात्रै रहेछ। ओए भत्किन्छ क्या। बाइक देखाइनु पर्यो। बाइक चाहिँ 160cc को जस्तो लाग्थ्यो मलाई चाहिँ, जहाँसम्म लाग्छ। अहिले हेरौँ ल। अब निस्किने गराजतिर जाने। ओए बस। के हो ल, एकचोट हाइवेमा कुदाउनु पर्यो। यो चाहिँ पहिला मेरो घर साइडको चाहिँ किमाको पनि थियो, ग्रे कलरमा। त्यति बेला त म सानै थिएँ, बाइक चलाउन नै आउँथेन। मैले त याद पनि छैन थियो भन्नुभएको थियो। त्यही बेला चाहिँ हिरो बाइक जमानाको। स्यान्डीको बाबा। ओ दुले राजा। त्यो पावरै काट्यो यसो, के फ्युल पनि छैन भनेको भन्नु थियो केटाहरूले। ए बाइकको साउन्ड सुने हौ। बाइकलाई यहाँ पार्किङमा राखिदिनु पर्यो, अनि म निस्किन्छु। ल अब चाहिँ काठमाडौँमा किनेको बाइक CX। ओए चलाउनै आएन त मलाई त यार। यो बाइक चाहिँ मैले किन उडाउने अलिक गाह्रो लाग्छ। आयो होला राम्रो एङ्गल। अलिक मजाले खिच्नुपर्छ किन यसको इनिसियलमा त्यस्तो विधि पावर छैन। डिजाइनको साथ त गइरहनु होला। नहुन उडाइदियो मेरो बाइक भनेर। हामी चाहिँ अब सेउली बजार जानेहरू चाहिँ साथीले पिकअप गर्न। राम्रो राख होला अडियो, मलाई पनि थाहा छैन। फर्स्ट टाइम चेकिङ। आधै मुडाउनु जस्तो मजा चाहिँ
नहुने रहेछ यो बाइक चाहिँ उडाउन कुदाउन चाहिँ मजा हुँदैछ तर कुद्दो रहेछ बाइक चाहिँ जति गरे छैन अब साथीले बोलाउनु पर्यो केटाहरू कहाँ गएछ अहिलेसम्म आएन एकछिनमा भेट्छु ल हाम्रो डेस्टिनेसन चाहिँ फिक्स भयो मैले सुरुमा भ्लग बनाएको ठाउँ जहाँनिर हिमाल त्यो भ्लग विली भ्लग बनाएको ठाउँ त्यो भ्लग चाहिँ अहिले डाउन भइसक्यो कपिराइट म्युजिकले गर्दा अब हिमालतिर चाहिँ चेकिङ हुन्छ त्यो बाटोमा विचारै गर्नुपर्छ कतिजनाले हेर्दै हुन्छ मेरो भिडियो भात खाँदै आरामसी भात खानु होला घाँटीमा अझेर पानी पनि पिउनु होला किनकि मलाई धेरै मान्छेले भन्थे म खाना खाँदै हेर्छु तिम्रो भिडियो भनेर अनि खुसी लाग्यो मेरो साथीभाइहरूले सब्सक्राइबरहरूले जोस बिस्तारै ग्रो हुँदैछ मेरो च्यानलले सबैको साथ सपोर्टले गर्दा Nice, really nice. केटाहरू त पछाडि नै भयो त भिडियो गरेर मलाई त फेरि स्टपी चाहिँ एकदम डर लाग्छ स्टपी हान्नु निनो खान त अलिक डर लाग्दैछ बाइक त हात नवसी भएर ट्राई हालिदिन पर्छ अहिले यो त अलिक डर लाग्ने यो बाइक त हातै बसे होइन परै हानु सक्दैन यो बाइकमा चाहिँ मैले निनो खान सकिनँ डर लाग्यो एकदम किनकि यसको त्यस्तो रिस्पोन्सिभ छैन थ्रोटल अनि भने जस्तो झ्याप पनि उठ्दैन त्यो यो भ्याइन्न होला है राजाको छोराको बाइकमा पेपर अस्ति कति गाह्रो थाकी भयो बाइक उडाउन अब हेर्नु है फुट्टे
जादु खुट्टे त अहिले गुट्टो लुक्छ अन्त विवाद सहर मान्छेहरु रहेछ उडान भनेको त यो ठाउँ डेनमार्क देऊ न भाइ यहाँ आऊ त क्वेसन सोध्नु ल क्वेसन सौरभ के हो सूर्य नाम भन न सौरभ सुनार कुन नाम के हो पन्देप सुनार दति उडी टाइम पहिला पहिला नाच्छु भयो ए कोले नाच्छु त अरे आफ्नो हैन के आफ्नो हैन के एकअर्काको कुल छ यो भाइला ल ल भयो पखाइ नसमाउँदैन ए तो स्टॉप भी हाँ भाई हाँ नार्कोस्निक सोधा ना एउटा के दाइ भक्कन नार्कोस्निक युट्युबमा सर्च गर है नार्कोस्निक भनेर यहाँ के साथी यहाँ अगाडि अनि दुईटा के है निकको ए के मात्रै थिचेर गर्छ है म त उडाउँदा उडाउँदा थाकेँ अनि त्यसपछि हामी घर फर्क्यौँ अनि अर्को दिनको सुरुवात यस्तो त्यस्तै कस्तो भयो त नि अहिले है आज के हान्नको अनि बेलुका नि हान्न पर्छ मिक्स गरेर एक घन्टा बिहान बेलुका कार्डियो गर्ने अनि त्यसपछि भोलिबाट रेस्ट पर्सि छ गेम भोलि चाहिँ रेस्ट हुन्छ आजबाट 7 बन्द छ दाइको च्यानल यहाँ हाल्दैछु दाइको भिडियो हेर्नु होला दाइको अहिले गेम चलिरह दाइ अनि सन्जु दाइ कता हुन्छ जानुभयो ल लास्टमा अब दाइको फिजिक देखाइन्छ म तपाईँहरूलाई वेट टिल दि एन्ड रातिबाट 7 इन्टेक हुन्छ बनमन बिस्कुट लिएर हिँड्नु आएको दाइ बनमन भाइ छवटा एउटा त झिकेर राखिदिनु भयो दुईटा त हेर्नुसँग चाहिँ यत्तिकै चाहिँ यत्तिकै बन्दैन एकदम डिसिप्लिन चाहिन्छ चाहिँ भ्यास्कुलर मेरो ब्लग अन्त्य हुन्छ धन्यवाद एक दिन मन जिमको ब्लग गराउनु पर्यो होप यु लाइक माई भिडियो